स्वागत छ साथीहरु। आजको यस भिडियोमा फेरि पनि मैले तपाईहरुलाई लिएर आइसकेको छु एउटा नयाँ नोटिस, जसमा साथीहरु अस्ति भर्खरै मात्र लिखित एक्जाम भएको थियो नि, त्यसमा चाहिँ पास हुनु भएको सबैजना साथीहरुको लागि चाहिँ रिट्रायल या फेरि ट्रायल भन्नु पर्यो हैन, ट्रायलको सूचना आइसकेको छ। यो चाहिँ अब हाम्रो यातायात कार्यालय धनगढीको हो। 2082 साल 1 को महिना 9 गते प्रकाशित सूचना अनुसार 2081 12 को महिना 20 गते र 30 गते को लिखित परीक्षामा वर्ग 1A भनेको मोटरसाइकल र स्कुटर मोपेड हैन, र B भनेको कार जीप डेलिभरी भ्यान र C भनेको अटो रिक्सा ई रिक्सा नयाँ तर्फबाट लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूले चाहिँ मिति 2081 12 13 देखि 2081 12 27 सम्ममा चाहिँ स्कुटर अनि मोटरसाइकल यसलाई चाहिँ क्याटेगोरीमा भन्यो भने चाहिँ ए र के हैन, अनि त्यसपछि बी भनेको कार जीप डेलिभरी भ्यान, त्यसपछि सी र सी र यिनीहरूको लागि चाहिँ थप दस्तुर बुझाएका जो चाहिँ रिट्रायलको लागि चाहिँ दिनुभएको थियो परीक्षा उनीहरूको नभएर यो चाहिँ दस्तुर बुझाइसकेका परीक्षार्थीहरूलाई चाहिँ तफसिलको समयमा चाहिँ फाप्लाको स्तरमा चाहिँ के हुने भनेको छ, ट्रायल हुने भनेको छ। त यसमा चाहिँ के दिया छ, परीक्षा मिति भनेको 2082 साल वैशाख 21 गते आइतबारदेखि हुन्छ, 22 गते पनि हुनेछ, 23 गते पनि हुनेछ, 24 गते पनि हुनेछ र 24 गते नै सकिने छ। अब यसमा चाहिँ बाइकको चाहिँ 21 गते वैशाख 21 गते र 22 गते हुन्छ, र कारहरूको चाहिँ 23 गते र 24 गते हुन्छ, र अटोको चाहिँ 24 गते हुन्छ है त। र बाइकहरूको लागि चाहिँ समय छ बिहान 6 बजेदेखि 8 बजेसम्म, त्यसपछि कारको लागि चाहिँ 6 बजेदेखि 7 बजेसम्म, त्यसपछि अटोको लागि रहेको छ बिहान 7:30 देखि 8:30 बजेसम्ममा। अब यो चाहिँ ट्रायलहरू दिँदाखेरि चाहिँ तपाईको आइडी खुल्ने, नागरिकता अनि ड्राइभिङ लाइसेन्स अनि मतदान परिचय पत्र अनि राष्ट्रिय परिचय पत्र यिनीहरू चाहिँ लिएर, र त्यो चाहिँ पास भएको जो हाम्रो रसिद हुन्छ भौचर काटेको राजस्व बुझाएको हो त्यो चाहिँ लिएर जाने र त्यहाँबाट चाहिँ परीक्षा दिने हो है त। अब यसमा चाहिँ तपाईको रोल नम्बर्सहरू पनि हेर्नुपर्ने हुन्छ, रोल नम्बर्स हेर्नुपर्ने हुन्छ। यसै सूचनासँग चाहिँ लिङ्कहरू आएको हुन्छ, त्यसमा गएर तपाईले चाहिँ सूचना चाहिँ हेर्नुपर्ने हुन्छ, कति रोल नम्बर तपाईको पर्यो र तपाईको कति बजे पर्यो भनेर पनि हेर्नुपर्ने हुन्छ। तपाईको 21 गते पर्यो कि 22 गते पर्यो भन्ने पनि हुन्छ। त्यो चाहिँ तपाईको एप्लिकेन्ट आइडी अनुसार हुन्छ। तपाईहरुले कमेन्ट हान्नु होला, त्यसको चाहिँ रिप्लाईमा तपाईलाई म 21 गते 22 गते भनेर पठाउँला है त। ओके, बाई बाई, सी इन द नेक्स्ट भिडियो, टिल दैट टाइम सब्सक्राइब नाउ।